मृत्यु हुन्छ भने हामी शुभकामना भाइ तिम्रो आमा बितेछ भने भन्नु नसक्ने मान्छेहरूले तिम्रो घरमा पालेको कुकुर त मरेछ नि है खुचिङ भने हामी भन्नु सक्दैन भने आज सृष्टिकर्ता परमेश्वर तपाईँ अनि म जस्तो मान्छेलाई जीवन दिनको लागि उहाँ रक्तमय भएर हातमा काँटी ठोकेर खुट्टामा काँटी ठोकेर कोखामा बाला रोपेर शिरमा काँडाको मुकुट लगाएर उहाँ जीवन दिनको लागि यस संसारमा आउनुभयो। यो तपाईको जन्म दिने आमा बाउले गर्नु नसक्ने कुरा हो। तपाईको शिक्षक शिक्षिकाले दिनु नसक्ने योगदान हो। तपाईका जन्म दिने आमा बाउलाई भौतिक कुरा दिनु सक्दो हो, लाउने कुरा खाने कुरा दिनु सक्दो। शिक्षक शिक्षिकाले तपाईलाई धेरै कुरा ज्ञान र बुद्धिको कुरा दिनु सक्दो, तर तपाईको निम्ति आज त्यो टिचर मोड्नु सक्दैन। तपाईको निम्ति तपाईलाई जन्म दिने आमा आज क्रुसमा लट्किनु सक्दैन। दुनियाँको अगाडि लाचा मर्दो भएर नाङ्गो झार भएर दुनियाँको अगाडि कुटाइ खाँदै थुकी माग्दै निन्दा आउँदै तपाईको आमाले तपाईको जन्म दिने बाउले यस्तो खालके कर्म गर्नु सक्दैन। प्रिय आज किन गुड फ्राइडे भन्ने थाहा छ? सृष्टिकर्ता परमेश्वर आकाश अनि पृथ्वीका मालिक जुन परमेश्वरले हुँदै नभएको कुरालाई छ जस्तै गरेर अधिकारको साथमा बनाउनु भयो, बनाउनु भयो। त्यो परमेश्वर जुन चाहिँ परमेश्वरले तपाईँ र मलाई जीवन दिनुभयो, त्यो परमेश्वर आज स्वर्गको विभव छोडेर, उहाँको महिमा छोडेर, उहाँको आदर छोडेर, उहाँले सम्मान सबै कुरा त्यागेर आज तपाईको निम्ति मरिदिनु भएको थियो।